यो जीवनमा म सबैलाई सम्बोधन गरेँ, बच्चालाई समेत। बच्चा त धेरै देख्दै देखिनँ, मैले ठुलो मान्छेहरू धेरै देखेको छु। यो जीवनमा हामी एकतर्फी दौड दौडिरहेका छौँ। भौतिक दौड मात्रै चलेको छ बाहिर त हेरेको त भौतिक दौड जसरी हुन्छ एट एनी रेट एट एट कन्डिसन पैसा चाहियो, पैसा कमाउनु। अनि जिन्दगी के भयो? इम्ब्यालेन्स। इम्ब्यालेन्स हुँदाहुँदै ओभर ब्यालेन्स घोप्ट्यो। भौतिक र अध्यात्मलाई सँगसँगै लैजानुपर्छ, जुन हामीले गर्दैछौँ। अनि अध्यात्ममा पनि साधना हुनुपर्छ है। यो मेरो चाहिँ एउटै मात्रै सन्देश हो। आज हाम्रो सम्प्रदायमा यति पुरानो सम्प्रदाय, हाम्रो सम्प्रदाय 400 वर्षदेखिको सम्प्रदाय, सिरा किन पर्दैछ? साधनाको अभावले गर्दा। मूल कुरो, चुरो कुरो छुट्यो। चुरो कुरो भनेको जब छुट जाएछ विकार आयो आनन्द अखण्ड घरको श्री अक्षराधिक वर्तार होइन मन्त्रमा। विकार छुटेपछि अखण्ड घरको आनन्द आउँछ हामीलाई। हाम्रो विकार के हो? विकार के हो भने काम, क्रोध, लोभ, मोह, अहंकार छ हामीभित्र। काम, क्रोध, लोभ, मोह, अष्टपाश शरीर सबै छ। सर्वोपरि रूपमा अहंकार, बुज्रकी मारे साथीजी, बुज्रकी मारे दिन कोहीलाई बुज्रकी सर्प तिनको कोही नहोला। त्यही बुज्रकीले खा। यति पनि थाहा पा। मैले त चिच्चै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भएर भने कि धेरै कम्प्लेक्स छैन हाम्रो बाणी, धेरै जटिल छैन हाम्रो बाणी, अत्यन्त सरल छ, सजिलो छ। हामी भित्रको विकारको रूपान्तरण गर्नु छ। हामी विकारको रूपान्तरण भक्तिबाट हुन्छ, समर्पणबाट हुन्छ र साधनाबाट हुन्छ। न साधना छ न समर्पण छ। अनि विकार जिउका त्यो छ। अलिकति संयमको कारणले गर्दाखेरि पैसा कमाए सुन्न साथहरूले, अनि त्यही पैसा चाहिँ अहङ्कारको कारण बनिन्छ। त्यसकारण साँचो अध्यात्म सहित भौतिक र अध्यात्म दुईटा सँगसँगै जानु। भौतिक र अध्यात्म सँगसँगै लानु। त्यसको लागि जीवनशैलीलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरा अलिकति कुरा थोरै। हामी सुन्न साथहरू बिहान ब्रह्म मुहुर्तमा उठ्छौँ। असाध्यै राम्रो कुरा। 4 देखि 6 को बीचमा उठ्छौँ। अत्यन्त सुन्दर कुरा। र उठेपछि के गर्ने? हामीले अहिले गर्ने गरेकोमा थप थोरै परिष्कृत गरौँ। त्यसलाई जो गरिरहेका छौँ त्यसलाई थोरै परिष्कृत गरौँ। उठ्ने बित्तिकै ओछ्यानमा बसेर हे प्रभु, हे अनादि, हे अक्षरादि, एक दिन थप मैले पाएँ, कृतज्ञ छु, धन्यवाद, नमन गर्दछु। अनि ओछ्यानै बसेर आँखा चिम्लेर म भाग्यमानी छु, आजको दिन शुभ हो। किनकि हाम्रो सबकन्सियस माइन्ड खुल्ला हुन्छ बिहान उठ्ने बित्तिकै 10-15 मिनटसम्म। भित्रको सिगमन्ड फ्रोइडले हाम्रो मनलाई 3 भागमा बाँड्नु: कन्सियस माइन्ड, सबकन्सियस माइन्ड र अनकन्सियस माइन्ड। सबकन्सियस माइन्ड प्रबल छ, त्यहाँ जे हाल्यो तत् यादृश्य भावना यस सिद्धि भवति तादृशी। हामी यहाँ भित्र जे हाल्छौँ त्यो सिद्ध हो, सङ्कल्प सिद्ध हो। जे सङ्कल्प गर्छौँ त्यो सिद्ध हो। बिहान उठेर जे सङ्कल्प गर्छौँ त्यो सिद्ध हो। परमात्मालाई साक्षी राखेर जे म भाग्यमानी हुँ, म शक्तिशाली दिव्य आत्मा, बिहान उठेर भन्ने आत्मा। अनि पानी पिउने, उषापान, बिहान उठेर पानी पिउने। पानीलाई हेरेर म शक्तिशाली दिव्य आत्मा, आजको दिन राम्रो हुन्छ, शुभ हुन्छ। शुभ भावनाले त्यसलाई चार्ज गर्ने। पानीलाई चार्ज गरेर पिउनु। हरेक पटक पानी पिउँदा, भोजन गर्दा त्यसलाई भावनाले चार्ज गर्ने। भावनाले चार्ज गर्ने त्यो पानी।
अथवा त्यो भोजनलाई अनि ग्रहण परमात्मालाई अर्पण गर्नु पनि सहज गर्नु। ईश्वर प्राणिधानको रूपमा भोजन हेऱ्यो, भोजनलाई सर्वम खलुविदम ब्रह्म, सर्वम खलुविदम ब्रह्म, अथवा निजुनाम श्रीकृष्ण, निजुनाम श्रीकृष्ण, निजुनाम श्रीकृष्ण, अनि ग्रहण, त्यसपछि ग्रहण। पानीको मेमोरी पावर हुन्छ। अहिलेको वैज्ञानिकहरू भन्दैछन्, जापानिज वैज्ञानिक प्रोफेसर मासारू इमोटो जस्ता वैज्ञानिकहरू भन्दैछन् कि पानीको मेमोरी पावर हुन्छ। जसले पायो त्यसले दिएको पानी नपिउनु, उसको प्रभाव हुन्छ। भोजनमा पकाउनेको प्रभाव हुन्छ। होटेलमा नखानु, सकेसम्म सकिन्छ भने होटेलमा नखानु, किन पकाउनेको प्रभाव हुन्छ भोजनमा पकाउनेको प्रभाव। त्यसै बिहान अनि यस दैनिक पानीले साथ दिन्छ भने बिहान उठेर दैनिक स्नान गर्नु, आफ्नो यी सबै कुराहरूपछि नित्यकर्म स्नान, अनि दिनभरि सकारात्मक चिन्तन सहित आफ्नो कर्म के हो, आफ्नो कर्तव्य के हो त्यो गर्नु। अनि साँझ पनि एकछिन परमात्माको यादमा बसेर, एकछिन ध्यानमा बसेर, एकछिन जपमा बसेर। हामीलाई कति सजिलो बाणीमा भनिदिनु भएको छ कि ध्यान गर्न सबभन्दा सजिलो उपाय हो कि श्वास निजी नाम जप्नु। 16 अक्षर निजी नामलाई श्वासमा जप्दिनु। श्वासमा 16 अक्षर निजी नाम जप्न सकियो भने त्यसैले इट लिड्स टुवर्ड द हेभन। हाम्रो विकारको रूपान्तरण सुरु, प्रेम सुरु, आनन्द सुरु। अहिले त